नमस्कार, मेरो नाम चन्द्रमाया महतो। म यसै देवचुली नगरपालिका 17 पिप्रहरमा बस्छु। पिप्रहर समुदाय होमस्टे ग्रामको म अध्यक्ष। हाम्रो यो होमस्टे सामुदायिक 2072 सालमा हामी खोलेका हौँ। 72 सालमा हाम्रो 5 घर धुरी होमस्टे खोलेका थियौँ। 73 सालमा हामी 22 घर धुरी पनि भयौँ। त्यसमध्ये हाम्रो 15 घर थारू समुदाय छौँ, 3 घर मगर समुदाय छ, 3 घर ठकुरी समुदाय छ, 1 घर हाम्रो गुरुङ समुदाय मिलेर हाम्रो यो होमस्टे हामी चलाइराखेका छौँ। यो होमस्टेमा पाहुनाहरू आउँदा हामी सबै गाउँको नेचुरल अर्ग्यानिक खाना खुवाउने गरेका छौँ र विभिन्न सङ्घ संस्थाबाट पनि तालिम गोष्ठी हाम्रो यही हलमा आएर चलाउनु भएको छ। त्यस भएको कारणले हामी पनि यो सामुदायिक होमस्टे खोलिसकेपछि हामी धेरै खुसी छौँ। पर्यटनको टेवा पुग्ने गरी हामी यहाँ काम गर्न जुटिराखेका छौँ। त्यस भएको कारणले हाम्रो पाहुनाहरू यहाँ पिप्रहर समुदाय आउँदाखेरि उहाँहरूले हामीलाई इन्फर्म गरेर आउनुपर्छ। आउनुपर्दा समयमा आउनुपर्छ। आउँदा उहाँहरूलाई हामी स्वागत संस्कार गरेर फुल टिका लाएर स्वागत संस्कार गरेर हामी हलमा भित्राउँछौँ। हलमा भित्राइसकेपछि हाम्रो आफ्नो परिचय स्वागत मन्तव्य हामी उहाँहरूलाई भन्छौँ। त्यसपछि हाम्रो 22 घरमा बाँडफाँड गरेर हामी पाहुना पठाउने गरेका छौँ। यो पाहुनाहरूलाई जुन घरमा हामी 4 जना पाहुना दिन्छौँ भने 4 जना पाहुनालाई हाम्रो जुन घरमा बस्नुहुन्छ त्यही घरको किचनमा के छ, किचनमा जे छ घरमा त्यही हामी खुवाउने गरेका छौँ र अन्य उहाँहरूको अर्डर अनुसार हामी पकाएर दिन्छौँ। होटेल जस्तो सर्भिस त हामी दिन सक्दैनौँ, तर हामी ताजा स्वच्छ खाना चाहिँ हामी आफ्नै परिवारको वातावरण माया हामी दिन सकिराखेका छौँ। हाम्रो आफ्नै बारीमा फलेको, आफ्नै बारीमा उब्जनी गरेको धान चामल खुवाउने गरेका छौँ। किनेको कुनै पनि प्रयोग नगरौँ। यो सबै आफ्नै घरको अर्ग्यानिक खाना खुवाउनुपर्छ भनेर हामी सबै समुदायले पनि भन्छौँ। हाम्रो खाना चौधरीको खाना लोकल कुखुरा, हाँस, चिचर, माछा, घोगी यही पर्छ हाम्रो चौधरी खानामा। बाँकी उहाँहरूले अर्डर अनुसार हामी सर्भिस दिने गरेका छौँ। हाम्रो यहाँ जीप सफारी पनि छ। जीप सफारी हाम्रो निकुञ्जमा पनि छ, समुदायमा पनि छ। निकुञ्जको हाम्रो प्याकेजमा 15,500 10 जनाको प्याकेजमा हामी लिने गरेछौँ। समुदायमा हामी 7,000 7,500 10 जनाको प्याकेजमा लिने गरेछौँ र हाम्रो यो समुदायमा 2टा गाडी पनि छ। आफ्नै होमस्टे समुदायमा 2टा गाडी छ। अनि नारिनीको माछा पनि हामी खुवाउने गरेका छौँ। हाम्रो बेलुका हाम्रो यही कल्चर भवनमा हाम्रो थारू कल्चर पनि हुन्छ, मगर कल्चर, थारू कल्चर, हाम्रो मिक्स कल्चर पनि छ। विभिन्न सङ्घ संस्थाबाट आएको पाहुनालाई पनि हामी 200-250 जनालाई हाम्रो राख्ने क्यापेसिटी छ। प्रत्येक घरमा हाम्रो 2वटा रुम, 4वटा बेड छ। अहिले हाम्रो यो सङ्ग्रहालय बनाउन हामी जुटिराखेका छौँ। हाम्रो पर्यटन मन्त्रालयबाट हाम्रो 10 लाख अहिले बजेट छुट्याउनु भएको छ। त्यो बजेटले हामी यही भवनमा अहिले सङ्ग्रहालय बनाउने हामी जुटिराखेका छौँ। पुरानो थारूहरूको पहिचान, वेशभूषा, मगरको, गुरुङको सबै विभिन्न जात जाति, बोटे मुस्यार सबै विभिन्न जात जाति सबै मिलेर हाम्रो यो सङ्ग्रहालय निर्माण गर्न जुटिराखेका छौँ। त्यसको सामग्रीहरू
जुटिराखेका छौँ। अहिले हाम्रो यहाँका समुदायले सबैजना जुटेर काम पनि गरिराखेका छ। एकदमै राम्रो छ। हाम्रो यो होमस्टे चलाउँदा हामीलाई खुसी लागेको छ। किनकि पहिला हाम्रो यो होमस्टे नहुँदाखेरि हामीलाई महिलाहरूलाई अलिक गाह्रो पर्थ्यो। किनकि बुढाहरूले कहिले तलब लिएर आउनुहुन्छ र हाम्रो बच्चालाई फिस बुझाउनु पर्छ अथवा किचनको सामान भ्याएको छ अथवा बच्चाहरूलाई खाजाहरू दिनु पर्छ भनेर हामी बुढाहरूसँग माग्न पर्थ्यो भने, श्रीमानहरूसँग माग्न पर्थ्यो भने अहिले हामी यो होमस्टे घरै बसेर 2 पैसा इन्कम गर्न हाम्रो आय स्रोत छ। त्यस भएको कारणले हाम्रो अहिले पहिला हामीले लगाएको धान चामल हामी चाउ खोज्न बाहिर जानु पर्थ्यो भने अहिले हामी पाहुना भित्राएर त्यही चामल हामी प्रयोग गरेर पाहुनाहरूलाई खुवाएर नै हामी सकाउने गरेछ र त्यही चामल पनि उहाँहरूले किनेर पनि लानुहुन्छ। त्यही चामल यहाँ खाएर पनि उहाँहरू एकदमै खुसी हुनुहुन्छ। किनकि स्वास्थ्यको लागि एकदमै राम्रो छ होमस्टे भनेर पिपरहर समुदाय होमस्टे ग्राममा हाम्रो जति स्वदेशी विदेशी सबैजना होमस्टेमै आएर ताजा खाना खानु र अर्ग्यानिक खानालाई होमस्टे आउनुपर्छ भन्ने मेरो एउटा चाहना छ।